शिक्षा मन्त्री महावीर पुन सुशीला कार्की नेतृत्वको मन्त्री परिषदका यस्ता मन्त्री हुन् जसको शैलीले धेरैको मन छोएको छ। मन्त्री पुनमा कुनै तडक भडक छैन, रवाफ अलिकति पनि छैन। हाफ प्यान्ट, टी सर्ट र चप्पलमा सहर बजार हिँड्दै गरेका यी मन्त्रीलाई देख्दा जो कोहीको मनमा प्रश्न उठ्छ, यी मन्त्री जस्तै गरी अरू कुन मन्त्री हिँड्न सक्लान्। आइतबार यी मन्त्रीको एउटा भिडियो सार्वजनिक भयो। उपत्यका बाहिरको एउटा शहरमा आफ्नै तालमा हिँड्दै थिए यिनी। यसअघिका मन्त्रीहरूसँगको भेटका लागि धेरै पापड बेल्नु पर्ने हुन्थ्यो। मन्त्रीलाई सर्वसाधारण नागरिक जसरी लुखुर लुखुर हिँडेको कतै देखिँदैनथ्यो। मन्त्रीका अघिपछि सुरक्षाकर्मी र पार्टीका नेता कार्यकर्ताको लामे लस्कर हुन्थ्यो। तरै मन्त्री सामान्यभन्दा सामान्य लवाइमा एकदमै सामान्य नागरिक सरह हिँडिरहेको अवस्थामा भेटिए। त्यसो त यिनलाई यो अवस्थामा पहिलो पटक भेटिएको होइन। केही दिन अघि दशैंका लागि पोखरा जाँदा पनि यिनी यसै गरी हिँडेका थिए। यिनी पोखराबाट चितवन गए, त्यहाँ पनि यिनको शैली यस्तै हो। लुखुर लुखुर सडकमा एक्लै हिँड्छन्, न सुरक्षा गार्ड, न सहयोगी, न कुनै आसेपासे। आहा, क्या बिन्दासका छन् मन्त्री। मन्त्री भन्ने बित्तिकै तडक भडकवाला दृश्य मान्छेको दिमागमा आउँछ। तर यिनलाई देखेपछि जो कोहीलाई लाग्छ, क्या सिम्पल। आहा, हाम्रो देशको मन्त्री। दशैं बिदामा बिना सुरक्षा, बिना सहयोगी पोखरा गएका शिक्षा मन्त्री पुन उतैबाट चितवन गए। एउटा सामान्य नागरिकले बस रोक्ने शैलीमा बस रोके अनि आफ्नो यात्रा अघि बढाए। यसअघिका प्राय मन्त्रीहरू छोइ नसक्नुका हुन्थे। उनीहरूको फुर्ती यति धेरै हुन्थ्यो कि मानौ ती आम मान्छे भन्दा निकै फरक हुन्। हुन त अहिलेकै मन्त्री परिषदमा पनि मै हुँ भन्ने मन्त्रीहरू नदेखिएका होइनन्। तर मन्त्री पुनको यो शैलीले अरू मन्त्रीहरूलाई पनि सामान्य जीवनशैलीका लागि नैतिक दबाब दिएको छ। मेरो जहाँ काम गर्यो त्यहीँ सुत्ने बानी छ भन्ने यी मन्त्री मन्त्रालयमै सुत्छन्, मन्त्रालयमै खान्छन्। अतिरिक्त सुविधा त्यस्तो केही चाहिँदैन भन्छन्। लवज आम नेपालीको जस्तै सामान्य छ। आफूलाई असाध्यै सामान्य रूपमा प्रस्तुत गर्छन्। मन्त्रालय सम्हालेकै दिनबाट आशा जगाउने काम गरेका छन्। जनतालाई पूरा गर्न नसकिने आश्वासन बाँड्न हुँदैन भन्ने कुरामा सचेत छन् यिनी। यी अरूभन्दा फरक छन्। दम्भी र आडम्बरीहरूको जगजगिरहेको समाजमा यी लामो समय मन्त्रीका रूपमा टिकिरहन सक्छन् या सक्दैनन् त्यो थाहा छैन, किनकि यिनका खुट्टा तान्ने र आलोचना गर्नेहरू सक्रिय हुन थालिसकेका छन्। तर जति समय यी मन्त्रीका रूपमा रहन्छन्, यिनको शैलीले अहिलेका मन्त्रीहरू र भोलिका मन्त्रीहरूलाई पनि